नमस्ते साथीहरू, आज चाहिँ वेलकम टु माई मिनी ब्लगर चाहिँ म आज चाहिँ तपाईँहरूको दोधारा चाँदनी यो महेन्द्रनगर दोधारा चाँदनीको पुलमा आइरहेको छु। एकदम झोलङ्गे पुलमा के आज म तपाईँको माझमा भ्लग प्रस्तुत गर्छु होइन। तपाईँ साथीहरू सम्पूर्ण हेरेर माया गरिदिनु होला। एकदम लामो छ पुल, दोधारा चाँदनी पुल गाइस। एकदम मन आनन्दित भइरहेको छ। मेरो चाहिँ मन टुक भइरहेको छ कि मस्त हावा छ कि हावा खाऊ कि। यो चाहिँ पछाडि हो, एकदम लामो छ हेर्नुहोस्। म साथी अगाडि गइसक्यो। यो चाहिँ सुरुको स्टेजमा हो, आधी ठाउँभन्दा अगाडि पुगिसकेको छु। म अझै अगाडि हिँडिरहेको छु। साथीहरू माया गरिदिनु होला होइन। नेपालमा पनि यस्तो ठाउँ छ कि जो कि मन आनन्दित खुसी पार्ने ठाउँ के। आजभोलि त गर्मी छ भनेपछि एकचोटि होइन अवश्य यो दोधारा चाँदनी एकदम लामो झोलङ्गे पुलमा आएर मन आनन्दित खुसी बनाउनु होला। हामी चाहिँ आउँदैछौँ होइन। हेर्नुहोस् साथीहरू, अब अगाडि बढिरहेको छु। हेर्नुहोस् साथी, अब यहाँ एकदम सिल छ होइन। यता चाहिँ हेर्नुहोस्, म चाहिँ यहाँ पुगिसकेँ। यहाँ पुगिरहेको छु। एकदम अलि सूर्यको किरणले चाहिँ भ्यूहरू सम्पूर्णलाई हेरिदिनु होला। यो चाहिँ दोधारा चाँदनी झोलङ्गे पुल हो। हामी अघिको आधी देखाइसकेपछि हामी अलि अगाडि बढिसकेका छौँ। हेर्दै यहाँको बगर हो। अहिले चाहिँ पानी छैन, यता पानी सुकिरहेछ। अनि अहिले बगर देखाइरहेछ तपाईँलाई हेर्नु। एकदम लामो होइन। यदि यसलाई राम्रो बनाउन सक्यो भने भोलि भविष्यमा अझै राम्रो प्रफिट नाफा होइन राम्रो हुनसक्छ। यो पर्यटकको लागि एकदम राम्रो छ होइन। नेपालको सबै चाहिँ अझै लामै छ पुल चाहिँ। हेर्दै हुनु ल। अब यता माथि बादलले यस्तो छ अहिले मौसमको आज हावा कि कहाँ ठ्याक्कै अब जुन ठाउँबाट हुनुहुन्छ तपाईँहरू, यो हामी स्वर्ग पुगे जस्तै हुन्छ कि। मतलब यहाँ आइसकेपछि गर्मी होइन, गर्मी कहाँ जान्छ कि मस्त हावा लागिरहेछ होइन। दामी छ कि मनै आनन्दित हुने ठाउँ चाहिँ। अझै अगाडि गइरहेको छु, हेर्दै जानुहोस् होइन। एकदम राम्रो छ कि प्रकृतिले होइन। एकदम लामो पुल के। उता चाहिँ साइडतिर जङ्गल छ अनि यता चाहिँ पुरै जङ्गलले घेरेको छ कि। हेर एकदम मरुभूमि जस्तै देखिरहेछ कि बगरतिर त। अहिले ठ्याक्कै अगाडि पुग्दैछौँ हामी चाहिँ। एकदम फ्रेस ठाउँ छ कि। यो माथि हेर्नु, त्यहाँ माथि चाहिँ यो भाइरल पुल छ होइन। यहाँ चाहिँ भाइरल पुल हो। यता दोधारा चाँदनीको चाहिँ यो चाहिँ बगर हो। यता चाहिँ अझै लामो छ अगाडि। लगभग चाहिँ बगरको त हो होइन। एकदम हेर्नुहोस्, यता चाहिँ पानी छ हेर्नुहोस्। अझै लामो छ यो पुल। हावा मौसमले पनि साथ दिइरहेछ आज। एकदम राम्रो छ मौसम पनि। चाहिँ एउटा साथी हेर्दैछ होइन। हेलो साथी, कहाँदेखि हो तपाईँ? हेलो गाइज, म चाहिँ एमएनआरबाट आज यसो दोधारा चाँदनी घुम्न आएको। तपाईँ चाहिँ कताबाट आउनुभयो? म चाहिँ यता धनगढीबाट आउँदैछु होइन। यहाँ चाहिँ दोधारा चाँदनीको यो चाहिँ भाइरल पुल भनेको छ होइन। त्यही भएर कस्तो छ भनेर यहाँ चाहिँ हेर्न आएको म चाहिँ। एकदम रमणीय र स्मरणीय ठाउँ रहेछ होइन। जस्तो सोचा चाहिँ त्योभन्दा नि राम्रो भनौँ न घुम्न लायकको ठाउँ चाहिँ छ। लेकिन एउटा समस्या चाहिँ छ देखिरहेको छु म, किनकि बारम्बार यो बाइक आएको छ गएको छ। त्यसले गर्दाखेरि अलि डिस्टर्ब भयो जस्तो लागेको छ। अनि त्यसो ठिक छ। ओके, म फेरि अगाडि बढिरहेको छु होइन। अब अन्तिमतिर पुगिसकेँ लगभग। उता चाहिँ नदी बगिरहेछ होइन, सानो पानी बगिरहेछ। यो चाहिँ बगरको ठाउँ हो होइन। एकदम बगरको ठाउँ पनि राम्रो छ होइन। यहाँ बालुवा टन्नै छ, गिट्टी चाहिँ पनि छ होइन। त्यहाँ चाहिँ हरियो देखिरहेछ। एकदम मनमोहक के, एकदम मन नै आनन्दित गर्ने दृश्य छ होइन। यो चाहिँ दोधारा झोलङ्गे होइन, दोधारा चाँदनी झोलङ्गे पुल चाहिँ होइन।
एकदम खुसी लाग्यो क्या मलाई संसारमा पनि यस्तो रमणीय ठाउँ के संसार नै मेरो मन आनन्दित भयो के बाले भइरहेछ यहाँ मान्छेहरू हिँडिरहेछन् होइन अगाडि अगाडि बढ्दैछ त्यहाँ जङ्गल छ होइन साथीहरू यहाँ चाहिँ एकदम बाइकहरू बाइक यहाँ चाहिँ नदी छ होइन यहाँ चाहिँ एकदम पानी धेरै छ होइन अब हामी यहाँ चाहिँ पानी पुगिरहेको छ एकदम यहाँ चाहिँ पानी छ होइन एकदम धेरै पानी छ यहाँ चाहिँ होइन बगिरहेछ हेर्नुहोस् यो चाहिँ पानी हो यहाँ पानी बग्दैछ हामी लगभग लास्टतिर आइपुगिरहेछौँ होइन अझै छ होइन धेरै छ भन्छन् होइन साथीहरूले तर अगाडि बढिरहेको छु जलङ्गी पुलको अगाडि बढ्दैछु यो मन होइन मनलाई संसार नै उज्यालो होइन यस्तै हिमाल पहाड तराई भने जस्तै हाम्रो पनि एकदम रमाइलो ठाउँ के यहाँ चाहिँ पानी बगिरहेछ हेर्नुहोस् होइन माथिबाट पानी बगिरहेछ नदी बगिरहेछ चाहिँ हामी अगाडि बढ्दैछु होइन यो तपाईँहरू छु होइन तपाईँहरूले चाहिँ यो भिडियो एकदम माया गरिदिनु होला होइन एकदम तपाईँले हामीले दुधारा चाँदनी झोलुङ्गे पुल होइन नेपालको सबभन्दा लामो के पुल दुधारा चाँदनी यो यतातिर हामी घुम्दै हामी अगाडि बढ्दै गइरहेका छौँ यो हाम्रो सम्पूर्ण नेपाली जताबाट हेर्नुहुन्छ होइन यो भिडियो हजुरसम्म पुर्याउनु पाउनु सकोस् होइन अब हामी चाहिँ यदि खालि थोरै छ बाँकी चाहिँ उता साइडतिर यो चाहिँ यहाँ बगरतिर हो फेरि बगरतिर यो चाहिँ उता पानी नदी बग्दैछ लगभग यति हामी आइपुगेका छौँ होइन यति लामो छ हेर्नुहोस् होइन एकदम नजिकको दृश्य मात्र देखिरहेछ अझै हेर्ने भने उता पुरै लामो छ कि त्यहाँ रुख देखिरहेछ नि त्यो साइड पाएको त्यो चाहिँ धेरै लामो छ हामी लगभग अन्तिमतिर यहाँ चाहिँ दृश्यहरू मानिसहरू हेर्नलाई हिँडिरहेछन् हामी अगाडि पुग्दैछौँ अब थोरै बाँकी छ सम्पूर्ण साथीहरू अब हामी चाहिँ अन्तिमतिर पुगिसकेका छौँ लगभग सकिन नि लागिसक्यो पुल चाहिँ होइन यसको होइन एकदम आनन्दित मन खुसी हुने म कुद्नु ढुकढुक भइरहेको छ कि आउँदाखेरि चाहिँ अब थोरै बाँकी छ होइन त्यहाँ चाहिँ अब सकिन लाग्यो भोजको लम्बाइ चाहिँ होइन पुलको छेउमा पुगिसकेका छौँ हामी चाहिँ त्यहाँ चाहिँ एउटा नेपालको झन्डा त्यहाँ चाहिँ एउटा लगको चित्र छ होइन त्यहाँ चाहिँ पुलको बोर्ड त्यहाँ चाहिँ लेखेको छ दुधारा चाँदनी नगरपालिका हार्दिक स्वागतम लेखेको छ यो पुलको छेउतिर यहाँ चाहिँ केही पतङ्गहरू पनि लगाइएको छ होइन छेउमा चाहिँ दुधारा यहाँ चाहिँ एकदम यहाँ चाहिँ नेपालको झन्डा यहाँ चाहिँ नेपालको झन्डा छ स्वागतम लेखेको छ होइन दुधारा चाँदनी यो चाहिँ पुलको अन्तिम लास्ट आगो फास्ट देखाइरहेको छु तपाईँलाई एकदम राम्रो छ।